सबैमा नमस्ते। म फेरि पनि दिनबहादुर बुवाको घरमा आएको छु। आज मिति 2082 मङ्सिर 14 गते। हिजो पनि हामी आएका थियौँ भने आज पनि आएका छौँ। अनि हजुरहरूले स्क्रिनमा देख्दै हुनुहुन्छ हाम्रो दिनबहादुर बुवाको श्रीमती दिदी हुनुहुन्छ। र करिब 7 वर्षदेखि दिनबहादुर बुवा लडिराख्नु भएको छ। बिस्तारामा हजुरहरूले सबैले देखिराख्नु भएको छ। आफैले कमाउने व्यक्ति अनि आफै कमाएर परिवार पाल्ने व्यक्ति को ढाड भाँचिएर समस्या भएपछि यो घरमा यस्तो समस्या आएको हो दर्शकबिन। यसैले विभिन्न ठाउँबाट थोरै सानो सानो जति सक्नुहुन्छ सहयोग गर्ने क्रममा फेरि पनि हाम्रो दिदीको अवस्था अनि दिनबहादुर बुवाको अवस्था देखिसकेपछि हाम्रै गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 7 लामडाँडाबाट गोपाल रायमाझी सरले हाल दुबईमा हुनुहुन्छ। उहाँले पनि मलाई आफ्नै आमा जस्तो लाग्यो दिदी। अनि उहाँलाई चाहिँ मैले यो जाडोमा केही न्यानो कपडाहरू शिरदेखि पाउसम्म दिदीलाई चाहिँ केही सहयोग गर्न चाहन्छु भन्नुभएको थियो। अनि सँगसँगै आज हामीले दुईवटा राहत लिएर आएका छौँ दर्शकबिन। अनि गोपाल रायमाझी जो समाजसेवी व्यक्तित्व हुनुहुन्छ, मनकारी व्यक्तित्व हुनुहुन्छ, हाल दुबईमा हुनुहुन्छ र उहाँले यो अवस्था देखिसकेपछि सहयोग गर्ने भनिसकेपछि हामी पनि असाध्यै खुसी भयौँ। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। र सँगसँगै हाम्रै गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 6 बलाइचौर घर भई हाल दुबईमा हुनुहुन्छ। उहाँ श्रीमान श्रीमती नै दुबईमा हुनुहुन्छ। केशव अर्यालज्यू हुनुहुन्छ। अनि केशव अर्यालज्यूले पनि आफ्नो श्रीमतीको जन्मदिनको अवसर पारी सहयोग गर्नुभएको छ। केही चियापत्ती अथवा केही होइन चाउचाउहरू जाडोमा केही मैले पनि सहयोग गर्न चाहन्छु भन्नुभएको थियो। उहाँलाई पनि विशेष धन्यवाद छ। हजुरको पनि सहयोग लिएर आएका छौँ हामी दिनबहादुर बुवाको घरमा। अनि दिनबहादुर बुवालाई अहिले बाहिर निकाल्न असाध्यै गाह्रो छ। चिसो मौसम छ। उहाँलाई 2-3 जना चाहिन्छ। अहिले हामी यहाँ बाबुहरू पनि छैनन् र दिदी र म मात्रै हुँदा अलिकति गाह्रो भएको हुँदा बुवा भित्रै हुनुहुन्छ। अहिले मैले देखाउने छु बुवालाई। र हाम्रो गोपाल रायमाझी जो लामडाँडाबाट हुनुहुन्छ, उहाँले चाहिँ मेरो ठ्याक्कै आमा जस्तो लाग्यो। उहाँले यो पातलो कपडाहरू लगाउनु भएको छ। अनि यो पातलो कपडा लगाउँदाखेरि उहाँ असाध्यै टिठाउनु भयो। दिदीलाई शिरदेखि पाउसम्म कपडाहरू लिएर आएको छु। गोपाल रायमाझीजीले सहयोग गर्नुभएको, उहाँलाई धेरै धेरै धन्यवाद छ। दिदी यो हजुरलाई सल है गोपाल रायमाझी दाइले लामडाँडा घर हो, उहाँ चाहिँ अहिले दुबईमा हुनुहुन्छ। उहाँले हजुरलाई माया गरेर ल्याइदिनु भन्नुभएको थियो। अनि मैले ल्याइदिएर आएको छु। यो सल, यो धोती होइन, अनि यो जाडोमा लगाउन ट्राउजर, यो ट्राउजर भयो, तातो हुन्छ यो। अनि हजुरको यो तातो खाले जुत्ता होइन, यो लगाउनु होला ऊतिर जाँदा यताउति हिँड्दा। अनि यो हजुरको हाइनेक, यो हाइनेक हो, यसले असाध्यै तातो हुन्छ है। अनि यो बाक्लो खालको मोजा होइन। अनि यो हजुरलाई पेटिकोट गरेर शिरदेखि पाउसम्म चाहिँ हजुरलाई आएको छ। टोपी पनि फेरि आवश्यक पर्यो भने हामीले ल्याउने छौँ। अनि उहाँलाई के भन्न चाहनुहुन्छ हाम्रो गोपाल सरलाई? यस्तो कपडा पठाइदिएको भाग्यमानी हुनु होला। पातलो लगाउनु भएको थियो होइन हजुरले? पातलो लगाएको थिएँ, सुतीको धोती भयो, हजुर पछौरा भए, हाइनेक भयो। मलाई ताता ताता कपडा पठाइदिनु छ। तपाईँका छोराछोरी पढुन् फरुन्, मलाई जति सक् राम्रो गर्नु छ। तपाईँलाई पनि मलाई धेरै राम्रो होस् त्यही चाहन्छु मैले। हजुर। अनि सँगसँगै हाम्रो यहीँ नजिकैको हुनुहुन्छ होइन, हाम्रो केशव अर्याल। अहिले उहाँ श्रीमान श्रीमती नै दुबईमा हुनुहुन्छ होइन। उहाँले पनि मैले केही सहयोग गर्न चाहन्छु, जाडोमा चियापत्ती चाउचाउहरू होइन के आवश्यक छ अहिले ल्याइदिनु होला भन्नुभएको थियो।
अनि हजुरलाई चाहिँ चिनी चियापत्ती अनि बिस्कुट चाउचाउ होइन भुजाहरू पठाइदिनु भएको छ। हजुर उहाँलाई पनि हजुरले के भन्न चाहनुहुन्छ? दुबईबाट हुनुहुन्छ के अरे, हजुरले चिन्नु पनि भएको छ उहाँलाई? मेरो भाइ छोरो जस्तै छोरो जस्तै हो। तिमीलाई पनि राम्रो होस् बाबु, हजुर मनले चिताएको पुगोस्, मलाई दिएको धन्यवाद छ बाबु। ल धेरै धेरै धन्यवाद छ हजुरहरू दुवैजनालाई, हाम्रो गोपालजी लगायत हाम्रो केशव भाइ, हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। हाम्रो अहिले समस्या परेको परिवारमा यति ठुलो मन बनाएर हजुरहरूले पनि सहयोग गर्ने मन अगाडि बढाउनु भयो, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ। हजुरहरूको साथ सपोर्ट अझै रहनेछ। हाम्रो परिवारमा धेरै खाँचो छ, यहाँ कुर्सी छैनन् होइन, मुढाहरू छैनन्, बिजुली बोलेको छैन। अब अझै बनाउन त हामीलाई टोयलेट पनि आवश्यक छ, त्यो पनि बिस्तारै बनाउला। अब अझै पनि सिरक दक्षिणाहरू कम छ, बुवाला मात्र आएको छ। अब दिदीहरूलाई पनि सुत्न एकदम जाडो छ, गाह्रो हुन्छ होइन, त्यसैले धेरै आवश्यक छ, त्यो बिस्तारै गरौँला। तर अहिले जति पनि हजुरहरूले सहयोग गर्नुभयो, दुवैजना हाम्रो गोपालजी लगायत केशवजीको, अनि केशव भाइको चाहिँ नै उहाँको श्रीमतीको जन्मदिन पनि परेको अवसरमा गर्न चाहन्छु भन्नुभएको थियो। हजुरहरूलाई जन्मदिनको पनि धेरै धेरै शुभकामना। अनि हजुरहरूको परिवार सधैँभरि सुखी शान्ति रहोस् गोपालजीको भन्न चाहनुहुन्छ। दिदीले पनि भनिसक्नु भएको छ। र अहिलेलाई चाहिँ नै म पनि बिदा भएँ। अब फेरि थोरै बुवासित पनि कुरा गर्नेछौँ है त। दर्शकवृन्द, यो सानो झुपडी हो, गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 6 भलाइचौर स्थित दिनबहादुर थापा बुवाको घर। अनि यता आमा पनि हुनुहुन्छ भने दिनबहादुर थापा बुवा भित्र सुतिरहनु भएको छ। अनि दिनबहादुर थापा लगभग 7 वर्षदेखि यो अवस्थामा हुनुहुन्छ। अनि हामीले हिजो मात्र यो इलेक्ट्रोनिक बेड लिएका थियौँ। अब बुवालाई सोध्छु मैले कस्तो भइरहेको छ। नमस्ते बुवा। नमस्ते नमस्ते। कस्तो फिल भइरह अहिले यसमा सुत्दा? ठिक त भइरहेछ, कराउने चाहिँ कराउनु त फुर्र गर्छ, यसलाई हेबिट नबसिन्छ नि यस्तो पानी लाउनु पर्छ। तर यो शरीरलाई अलि आरामदायक भएको छ। अनि दिदीलाई पनि केही सहयोग गर्न चाहन्छु भनेर हजुर हाम्रो गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 7 लामडाँडाबाट गोपाल रायमाझी, अहिले उहाँ दुबईमा हुनुहुन्छ। हजुर उहाँले चाहिँ हाम्रा तपाईँको भिडियो देखिसकेपछि मैले दिदीलाई बुवालाई चाहिँ अस्ति दिनुभएछ हुटहरू, अनि मैले दिदीलाई चाहिँ हुटहरू अथवा होइन स्वेटरहरू केही किनिदिन चाहन्छु भन्नुभएको थियो। हजुर उहाँलाई पनि धेरै धेरै धन्यवाद छ होइन र। अनि त्यसै गरी फेरि हाम्रै यहीँ गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 6 भलाइचौर भर्लारुखबाट उहाँको घर केशव अर्याल। अनि उहाँ चाहिँ अहिले दुबईमा हुनुहुन्छ के अरे, हजुरले पनि चिन्नुहुन्छ होइन केशवलाई। अनि उहाँको श्रीमतीको जन्मदिनको अवसर पारी थोरै चिनी चियापत्ती यहाँ चाहिने अहिले तत्काल चिसोमा खाने कुराहरू सहयोग गर्नुभएको छ। उहाँहरूलाई हजुरले के भन्नुहुन्छ भनिदिनु न यसो। राम्रो होस्, ठिकै होस्, हजुर नोकरीमा प्रगति होस्। धेरै धेरै धन्यवाद छ होइन र। व्यवसाय भए पनि राम्रो होस्, व्यापार राम्रो होस्, जे छ राम्रो होस् तपाईँहरूलाई होइन, राम्रो हेर्नु त यस्तै आशिष दिनुभएको छ बुवाहरूले हजुरहरूलाई। गोपालजी अनि केशव भाइ है, हजुरहरूलाई बुवा सुतिरहनु भएको छ, अब उठ्ने अवस्था छैन। दिदी यहीँ नजिकै हुनुहुन्छ, दिदीले सुसार गरिरहनुहुन्छ, उहाँलाई पनि धेरै सम्मान छ। अनि हामीले लिएका सामानहरू आज यता छन्, तपाईँ ढुक्क हुनुहोस् है। दिदीले लगाउनु हुनेछ भोलिदेखि। अनि आजदेखि चाहिँ चियापत्ती चिनी चियापत्ती चियाहरू त खाइराख्नुहुन्छ। अनि चाउचाउहरू पनि छ, त्यो पनि खानु हुनेछ जाडोमा। अहिले चाहिँ म निस्केँ है त। अब भोलि पर्सितिर फेरि हामीले यो बिजुलीहरू पनि जोड्नेछौँ, यहाँ आउने बिजुली जोड्नेछौँ दिदीले। अनि अरू आवश्यक पनि छ, अरू पनि के आवश्यक छ त्यो सबै जुटाउँदै गरौँला है त। हजुर हजुर। हस्, म अहिले छुटेँ है त, ल रात लाग्यो।